हामीसँग छ एउटा आइडिया गाइजहरु कि हामीले पुरानो कबाडीमा रहेको साइकल नयाँ बनाउन सकिन्छ त त्यसको लागि चाहिँ हेर्नुहोस् हाम्रो भिडियो भेटिसकेको छ यहाँ एउटा साइकल है नि यो चाहिँ कबाडीमा छ हैन यहाँ खोरमा छ यो चाहिँ केही कबाडीकै ठाउँ भन्ने भयो यहाँ छ हाम्रो साइकल हेर्न सक्नुहुन्छ हजुरहरुले हाम्रो साइकल यस्तो छ है अवस्थामा के हामीले नयाँ बनाउन सकिएला त Till I get up, time is barely on our side. I don't wanna सँग छ यो कबाडीमा रहेको साइकल हो यसको न ह्यान्डल राम्रो छ न यसको टायर राम्रो छ न यसमा ब्रेक छ चाहिँ हिँड्न पनि मुस्किल भइरहेको छ हामीले चाहिँ यसलाई ल्याएका छौँ हाम्रो घर र हेर्नुहोस् अब के हुन्छ त्यसको अवस्था यो चाहिँ एकदम गम्भीर अवस्थामा छ हेर्नुहोस् यसको ह्यान्डल हेर्नुहोस् ह्यान्डल अब चाहिँ हामीले यो साइकललाई धुन गइरहेका छौँ हेर्नुहोस् अब यस्तो पुरानो साइकलले हामीले धोएर सुरुमा नयाँ पार्छौँ त्यसपछि यसमा चाहिने सामानहरू हामीले यसमा राख्छौँ अब चाहिँ हामीले यसमा हाल्दैछौँ पानी र हेरौँ पानी हाल्छु कस्तो लुकाउँछ hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase and leave. हामीले चाहिँ साइकल धोएर सकिसकेका छौँ अब हामीले यसमा चाहिने सामानहरू बनाउँछौँ र केही चाहिए पर यसमा हामीले इन्स्टल पनि गर्छौँ जस्तो यहाँ हेर्न सक्नुहुन्छ चेनको अवस्था कस्तो छ र यसलाई हामीले अब एकछिनमा बनाउनु पर्ने अवस्था हुन्छ ह्यान्डल हेर्नुहोस् कस्तो भयो यसलाई सिधा पार्ने हुन्छ र टायर पनि हेर्नुहोस् यस्तो चल्ने अवस्थामा छैन यस्तो भएको छ हामी सब यसलाई बनाएपछि भेट्छौँ है त ल अब चाहिँ हामीले यसमा टायर सायर खोल्न पर्ने हुन्छ त्यसको लागि हामीसित सामान पनि छ यहाँ तल पनि छ सामान र हामीले यसलाई अब खोलेर यसमा केही नयाँ कुरा फिट गर्दैछौँ र त्यो हेर्नुहोस् तपाईँले पछि छ यो टुल र यसले खोल्नेवाला छ यसको टायर सुरुमा हेर्नुहोस् कस्तो हुन्छ टायर निकालिदिन्छ हामीले अनि यसको टायर नयाँ यसलाई निकालेर मर्मत गर्नेवाला छ Pain I felt is paid for, all is said and done. Oh, I am restricted, fixed upon the web. I need to kick the habit. गाइज हामीले यसको टायर निकालिसकेका छौँ र यसका के खसै देख्न सक्नुहुन्छ हाम्रो अगाडिको टायर छ गाइज हेर्नुहोस् यसमा यति खियाला यो कतिसम्म यो थोत्रो थियो यसलाई यहीबाट तपाईँले थाहा पाउन सक्नुहुन्छ अब हामीले यसलाई बनाउनेवाला छौँ सकेसम्म यसलाई धेरैभन्दा धेरै नयाँ बनाउँछौँ पहिलाभन्दा धेरै बेहतर अब चाहिँ हामीले यो टायरलाई एकदम धोएर सफा गरेर ल्याइसकेका छौँ यसलाई हामी फिट गर्न तयार छौँ यसमा लेट्स सी र यो टायर चाहिँ फिट भइसकेको छ अब यसमा हामीले हाल्छौँ नट हेर्नुहोस् हामीले चाहिँ यसको अगाडिको र पछाडिको दुवै टायर फिट गरेर हेर्न सक्नुहुन्छ अलिक कस्तो थियो र अलिक कसरी घुमिरहेको छ अगाडिको पनि हेर्न सक्नुहुन्छ अब हामीले यसमा बनाउँछौँ चेनको काम हेर्नुहोस् Over the edge, feel like I'm floating. हामीले चाहिँ चेन पनि हालिसक्यौँ र अब हेर्छौँ यो चल्छ कि नै हेरौँ है त यसरी घुमेको छ गाइज हेर्न सक्नुहुन्छ यसको ह्यान्डल पनि कस्तो लुज छ र हामीले अब यसलाई एकछिनमा टाइट गर्नेछौँ है त ल अब चाहिँ हामीले यसमा ह्यान्डल टाइट गर्छौँ है त ल हेर्नुहोस् गाइज हामीले यो साइकल यस्तो बनाइसकेका छौँ कस्तो बनायो त हजुरहरूलाई थाहा नै होला हेर्नुहोस् अब यो चल्नेवाला छ अब हामीले यसलाई चलाएर देखाउनेवाला छौँ यो साइकल चल्छ कि नै अब हेरौँ है त गाइज हामीले साइकल चलाइसकेका छौँ र यो पहिलाभन्दा धेरै नै राम्रो चलेको छ हेर्नुहोस् गाइज हामीले यो साइकल पहिलाभन्दा धेरैभन्दा धेरै राम्रो बनाइसकेका छौँ होइन हेर्न सक्नुहुन्छ यो दाम पारामा चलेको पनि छ र यसमा अब के गर्नुपर्छ त हजुरले कमेन्टमा बताइदिनु होला हामीले त्यही गर्न तयार छौँ अहिलेको लागि यति थ्याङ्क यू सो मच फर वाचिङ बाई गाइज